क्रिसमस डे मनाउनको निम्ति पाल्नुहुने समस्त मण्डली परिवारका आदरणीय व्यक्तित्वहरू सबैप्रति मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार। जय मसीह। आज म असाध्यै खुसी छु। यो हलमा धेरैवटा धेरै प्रकारका कार्यक्रमहरूमा सहभागिता म भएकै थिएँ, तर आज धार्मिक सहिष्णुताको हिसाबले विश्वको सबैभन्दा धेरै मानिसहरूले अवलम्बन गरेको अर्थात् विश्वास गरेको धर्म ईसाई धर्म, क्रिश्चियन धर्मको विशेष दिन येशू ख्रिस्टकै जन्मदिनको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन पाएको छु। यो अवसरको लागि आयोजक परिवारप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु। अघि गीत र नृत्यको माध्यमबाट पनि धर्मका स्रष्टा सर्जक या धर्मको प्रचारक येशू ख्रिस्टको सन्दर्भमा धेरै विषयवस्तुहरू सुसन्देशको रूपमा, शुभ समाचारको रूपमा आइ नै सकेको छ। हामीले पढ्दा, अध्ययन गर्दा, या साथीभाइहरूसँग छलफल गर्दाखेरि पनि येशू ख्रिस्टद्वारा लिखित यो बाइबल धेरै हदसम्म विज्ञान र सत्यतामा आधारित रहेरै अगाडि बढेको छ। विज्ञान र सत्यकै कारणले गर्दा संसारमा ईसाई धर्मावलम्बीहरूको, धर्म मान्ने मानिसहरूको अर्थात् धर्मलाई विश्वास गर्ने आम नागरिकहरूको बढ्दो जनलहर छ। यसर्थ पनि येशू ख्रिस्टको शुभ सन्देश जस्तै हामी जो जहाँ छौँ त्यहीबाट असल काम गर्न अर्थात् पवित्र काम गर्न सदैव सबैलाई यो क्रिसमस डेले प्रेरणा दिनेछ, उत्साह दिनेछ र थप आगामी हाम्रो जीवनहरूमा पनि यहाँहरूको सुखद रहोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। म आफू त अहिलेसम्म